ए बाबु नानी हो, के छ हालखबर? सुत्ने बेला भयो? ल सबैजना नयाँ कथाको लागि तयारीमा छौ त? सुत्ने बेला भयो, राम्रोसँग सुनेर सुत है त। आजको कथा चाहिँ सब्जीहरूको बारेमा हो, भेजिटेबल्स इन इङ्ग्लिस। सो shall we start? ल सुरु गरौँ है त। एका देशमा एउटा गाउँ थियो रे, अनि त्यो गाउँमा चाहिँ एउटा सब्जीहरूको बगैँचा थियो रे। यो बगैँचामा चाहिँ एउटा सानो नानी, सोरा भन्ने नानी चाहिँ जहिले पनि खेलिरहन्थ्यो अरे। अनि एक दिन उसले बगैँचामा पानी हालिराखेको बेलामा वरिपरिबाट एउटा आवाज आयो, धन्यवाद। सोरा अचम्ममा पर्यो, को बोल्यो? को हो त्यो? म, एउटा रातो गोलभेडाले भन्यो। सोरा छक्क परिन्, गोलभेडा पनि बोल्छ र? हो, अनि म मात्रै होइन, गोलभेडा हाँस्दै भन्यो। यहाँ सबै तरकारीहरू बोल्छन्, त्यो चाहिँ यहाँको जादु हो। छेउमा रहेको गाजरले चलमलाउँदै भन्यो, म आँखा तेज बनाउँछु, राति देख्न सजिलो हुन्छ मलाई खायो भने। अनि पालुङ्गोले पनि भन्यो, म चाहिँ मान्छेहरूलाई बलियो बनाउँछु भित्रैदेखि। अनि अलि परतिर आलुहरू गङ्गाङ गुङ्गुङ गर्दै ढलिरहेको थियो अरे। अनि एउटाले भनेछ, म चाहिँ पेट भरिदिन्छु अनि ज्यानलाई न्यानो राख्छु। सोरा अचम्ममा परिन्, यो त अति राम्रो छ त, मलाई त थाहा थिएन सब्जीहरू यस्तो राम्रो हुन्छ भनेर। यो त जादु नै भयो आज। त्यही बेलामा उसको एउटा साथी सोस्के भन्ने केटा न्याउरो मुखार पारेर आयो अनि भन्यो, मलाई त आज एकदम थकाइ लागेको छ, म खेल्न पनि सक्दिनँ, दौडिन पनि सक्दिनँ। त्यतिकैमा गोलभेडाले भन्यो, त्यसो भने यसो मलाई चाखेर हेर न त, म तिमीलाई एकदमै तन्दुरुस्त बनाइदिन्छु। सोरा तुरुन्तै केही खाजा तयार पार्न थाल्यो। यसो हेरेको त उसले त सलाद पो बनाइरहेको रहेछ। गोलभेडा, अनि त्यसपछि काँक्रो, अनि त्यसपछि सागपात हालेर कति मिठो देखिने खालको सलाद तयार भयो। अनि सोस्केले खान नमान्ने सब्जीहरू आज चाहिँ अलिकति खाएर हेरेछ। खाएको 5-10 मिनटमै सोस्के त अलिकति तन्दुरुस्ती भएर, सोरा आऊ खेल्न जाऊँ भन्न पो थाल्यो। त्यो दिनदेखि सोरा र सोस्के गाउँमा सबैलाई स्वस्थ खानुपर्छ है, स्वस्थमा पनि तरकारीहरू सब्जीहरू खाएको झन् राम्रो हो भनेर भन्दै हिँड्न थाले। गाउँ नै एक दिन त पुरै तन्दुरुस्ती एकदमै राम्रो भएर आयो। अनि सोस्के र सोरालाई धन्यवाद दियो। त्यही हो कथा, सबै तरकारीमा एक किसिमको जादु हुन्छ। खाने बित्तिकै नदेखे पनि बिस्तारी बिस्तारी उनीहरूले तिम्रो ज्यानमा एकदमै तन्दुरुस्ती, बलियो, दिमाग तेजिलो, आँखा तेजिलो बनाउँछ। त्यही भएर आजदेखि तरकारी सब्जीहरू खानलाई हिचकिचाउनु हुन्न है। भरसके त आमा बुवालाई पनि अलि धेरै खानु भन्नुपर्छ। धेरै पिज्जा, चक्लेट अनि क्यान्डिजहरू मात्र खायो भने राम्रो हुँदैन नि त। दाँत पनि पियानो जस्तै कालो सेतो किरा पर्ने हुन्छ। त्यही भएर सब्जीहरू खानुपर्छ है त। आजको कथा राम्रो लाग्यो भन्ने आशमा म यहीँ छोडेर जाँदैछु। अब यसपछि चाहिँ मेबी कुनै सब्जीहरूको सपना देख्ने हो कि। ल है त, शुभरात्रि, गुड नाइट एभ्रिवान, बाई बाई।